दर्शकबिन नमस्कार, म दलबहादुर हाल केरलाबाट। आज म घुमघामको कार्यक्रममा पहाडी बैलतिर आएका छौँ। पहाडी बैल हाम्रा पुरानो बस्ती बझाङ जिल्लाका हाम्रा जेठानजी नाता पढ्ने हरिचन्द्र रोकाएको गाएको फार्ममा उनी यहाँ कमसेकम 10-15 वर्ष भए। उनीहरुका बालबच्चा यहीँ पढ्छन्। यो एउटा क्रिस्तानको एउटा डन बुस्को नाम गरेको एउटा हो छ। यहाँ गाईहरू छन् अनि उहाँ हरि जेठान पनि यहाँ काम गरिराखेका छन्। धेरै हजुरको परिचय भन्नुहोस्। मेरो नाम हरिचन्द्र रोकाया। पहिला जन्मस्थल चाहिँ बझाङ थलारा। अहिले फुलबारी धनगढी फुलबारी होइन, 18 को होइन। कति वर्ष भयो हजुर यहाँ? भयो अहिले 14 वर्ष जति भयो। एउटै गाईहरू कतिवटा छन् यहाँ? गाई छन् अहिले 18 गाई छन् अनि बाख्रा छन्। त्यो एकदम जिन्दगी राम्रोसित काटिया छ होइन? ठिकै चलिरहेको छ भनौँ। रोज बालबच्चा स्कुल पढाउनु भएको छ होइन, बोर्डिङमा हालिएको छ, छोराछोरी यहीँ छन्, एकदमै खुसियाली छ, राम्रो छ। अब हामी नेपालले यता अब पीडितै अब हामीले दुःखै उठाउँछ होइन। नेपालमा पनि परिस्थिति त्यस्तै छ, अहिले अब केरलातिर पनि त्यस्तै छ। ठिकै छ, अब त्यस्तै जसो तसो जिन्दगी काटिराखेको छ होइन। ओके, थ्याङ्क यू। उहाँको भनाइ छ जसो त्यसरी पनि हामीले जिन्दगी काटिराखेको छ र आपत्ति नै छ। अब यो गाईको काम गर्नु, अब गौमाताको चाकरी गर्नु पनि राम्रो होइन। आमा बुबा र गौमाताको चाकरी गर्नु भनेको धेरै ठुलो कुरो हो। पनि आपत्ति नै हो नि त, गाईमा काम गर्न आपत्ति, तै पनि जिन्दगी काटिरहेको जसो तसो गरेर। थ्याङ्क यू, धन्यवाद।